हरि गुल्मी जिल्ला श्रृङ्गेश्वर धाम रुरु क्षेत्र ठाउँ गुल्मी जिल्ला श्रृङ्गेश्वर धाम रुरु क्षेत्र ठाउँ पुष्करिणी महामहोत्सव दर्शन गर्न जाऊँ पुष्करिणी स्नान गर्दै मौन ध्यान पुष्करिणी स्नान गर्दै मौन ध्यान पुष्करिणी स्नान गर्दै मौन ध्यान पुष्करिणी स्नान हे भगवान गर्दै मौन ध्यान पुष्करिणी स्नान 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 स्नान हरि हरि यही असार 30 देखि भाद्र 1 सम्म यही असार 30 देखि भाद्र 1 सम्म पुष्करिणी स्नान गर्न हुन्छन् भक्त जम्मा तनले गरौँ स्नान मनले गरौँ ध्यान तनले गरौँ स्नान मनले गरौँ ध्यान तनले गरौँ स्नान मनले गरौँ ध्यान तनले गरौँ स्नान हे भगवान मनले गरौँ ध्यान तनले गरौँ स्नान 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 स्नान हरि हरि शिवजीको अति प्यारो श्रावणको महिना शिवजीको अति प्यारो श्रावणको महिना पुष्करिणी महोत्सवमा कोही छुट्ने हैन श्रृङ्गेश्वरको दर्शन महादेव प्रसन्न श्रृङ्गेश्वरको दर्शन महादेव प्रसन्न श्रृङ्गेश्वरको दर्शन महादेव प्रसन्न श्रृङ्गेश्वरको दर्शन हे भगवान महादेव प्रसन्न श्रृङ्गेश्वरको दर्शन महादेव प्रसन्न श्रृङ्गेश्वरको दर्शन महादेव प्रसन्न श्रृङ्गेश्वरको दर्शन महादेव प्रसन्न श्रृङ्गेश्वरको दर्शन दर्शन हरि हरि 1100 भक्त जन्मा परौँ त्यसै भित्र 1100 भक्त जन्मा परौँ त्यसै भित्र रुद्राभिषेक गर्नलाई जाहुँ इष्ट मित्र पुण्य कमाऊ बेलामा जाउँ श्रृङ्गेश्वर धाम पुण्य कमाऊ बेलामा जाउँ श्रृङ्गेश्वर धाम पुण्य कमाऊ बेलामा जाउँ श्रृङ्गेश्वर धाम पुण्य कमाऊ बेलामा हे भगवान जाउँ श्रृङ्गेश्वर धाम पुण्य कमाऊ बेलामा 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 बेलामा हरि हरि 108 जडीबुटी मिसाएको जल 108 जडीबुटी
मिसाएको जल 108 मुलको पानी दिन्छन् यिनले फल शान्ति हुन्छन् दिन दशा भाग्छन् मैलो नसा शान्ति हुन्छन् दिन दशा भाग्छन् मैलो नसा शान्ति हुन्छन् दिन दशा भाग्छन् मैलो नसा शान्ति हुन्छन् दिन दशा हे भगवान् भाग्छन् मैलो नसा शान्ति हुन्छन् दिन दशा 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 हरि हरि जाउँला काली गण्डकीमा स्नान गरी आउँला जाउँला काली गण्डकीमा स्नान गरी आउँला मौन बसी शिवजीमा जल चढाउँला पावन भूमि शृङ्गेश्वर ओ नै शिव ईश्वर पावन भूमि शृङ्गेश्वर ओ नै शिव ईश्वर पावन भूमि शृङ्गेश्वर ओ नै शिव ईश्वर पावन भूमि शृङ्गेश्वर हे भगवान् ओ नै शिव ईश्वर पावन भूमि शृङ्गेश्वर 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 शृङ्गेश्वर हरि हरि पुष्करिणी स्नान गरे रोग भाग्छन् सबै पुष्करिणी स्नान गरे रोग भाग्छन् सबै 108 जडीबुटी यही हो ठुलो दबाई पुण्य भूमि हो रुरु जान्छु खुरु खुरु पुण्य भूमि हो रुरु जान्छु खुरु खुरु पुण्य भूमि हो रुरु जान्छु खुरु खुरु पुण्य भूमि हो रुरु हे भगवान् जान्छु खुरु खुरु पुण्य भूमि हो रुरु 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 हरे शृङ्गेश्वरको दर्शन गर्न भाग्य नै चाहिन्छ शृङ्गेश्वरको दर्शन गर्न भाग्य नै चाहिन्छ फेरि फेरि यस्तो मौका खोजेर कहाँ पाइन्छ आध्यात्मिक चिन्तन शुद्ध हुन्छ मन आध्यात्मिक चिन्तन शुद्ध हुन्छ मन आध्यात्मिक चिन्तन शुद्ध हुन्छ मन आध्यात्मिक चिन्तन हे भगवान् शुद्ध हुन्छ मन आध्यात्मिक चिन्तन 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 चिन्तन हरि हरि ठुला ठुला सन्त अनि गुरुजन आउँछन् ठुला ठुला सन्त अनि गुरुजन आउँछन् कलाकारले भजन गाउँछन्
झाँकी देखाउँछन् आमा बुबा दाजुभाइ निम्तो छ सबैलाई आमा बुबा दाजुभाइ निम्तो छ सबैलाई आमा बुबा दाजुभाइ निम्तो छ सबैलाई आमा बुबा दाजुभाइ हे भगवान् निम्तो छ सबैलाई आमा बुबा दाजुभाइ 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 दाजुभाइ हरि बोले दिव्य सिंहेश्वर पुष्करिणी स्नान महोत्सवको